इसके लिए पूरा सामग्री बराबर के शुल्क 700 आईसी लगेगा। 700 आईसी लीजिए, ग्रुप में, व्यक्तिगत रूप में, परिवार में हो सकता है। कोई है तो आइए। जो अगाडि का कुर्सीहरू असक्त नागरिकलाई, भक्तजनलाई, हाम्रा वरिष्ठ ज्येष्ठ सम्मान गर्नुपर्छ हामीले ज्येष्ठ नागरिकलाई, उहाँको लागि राखिएको हो। कृपया यो वर्गीकरणमा पर्छ जस्तो लाग्यो भने बस्नु होला, नत्र भने बसेर हे देवादि देव आराध्य आशुतोष बस्या भगवान महादेव डिजिटल प्रोग्राम यदि भयो भगवतीले बनाएर त्यति नै दर्शन गरेर आऊ, मेरो पनि यहाँ आजकल नै छ हेर बाबु भनेर आमाले सालराई दिदीले बोलाएर आउनुभएको, अनुमति मिलेर आउनुभएको छ। हार्दिक स्वागत छ यहाँलाई। माता सालराई दिदीले आशीर्वाद दिनुहुन्छ। हामी कामना छौँ। भक्तजनहरू जीवन यात्रीज्यू आफ्नो नजिक जानुहोला। अब एकैछिनमा आरती हेर्नको लागि त कुनै पैसा चाहिँदैन, टिकट काट्नु पनि पर्दैन। यो पैसा उठाउन गरिएको आन्दोलन समितिले देवीलाई, आमालाई, जमनीलाई, मातृशक्ति सामुराईलाई अर्पण गर्ने यो आरती बसेर आनन्दपूर्वक हेरेर जानुहोला। यस कामना तम तम प्राप्त निश्चितम। जसले जे कामना गरेर यहाँ यो आरतीमा भक्तिभाव साथ हेऱ्यो, निश्चित रूपमा श्रद्धाले अर्पण गर्नुभएको छ। महाशिवका शक्तिले नाच्नु त सकल परिवारको कल्याण होस्, शान्ति होस्। आफ्नो गठित लैजान हुन अनुरोध गर्दछु। नवीन चौधरी रूपन्देही सैना महिना, धेरै सैना महिनाबाट आउनुभएको छ। पोखरामा यहाँलाई हार्दिक स्वागत छ। यहाँको बसाइ सुन्दर होस्, सरल होस्, सहज होस्, आनन्दमय होस्। पोखराको भ्रमण एउटा अविस्मरणीय अवलोकन भ्रमणको सिलसिलामा पोखराको देवताको यो किनारमा आइपुग्नु भएको छ। मुक्तिनाथ दर्शन गरेर, बलेश्वर बाबालाई दर्शन गरेर, आमा बागलुक कालिकालाई दर्शन गरेर देवताको किनारमा हुँदै गरेको माता सालराई देवीलाई भक्तजनहरू सबैजना बस्नुहोला है। कृष्णाय वासुदेवाय हरय परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। श्री गोविन्द कृष्ण राम अच्युतम पनि आशीर्वाद देऊ प्रभु भन्ने कामना गर्छौँ। सोहन थापाज्यू रसिद लैजानुहोला। सोहनज्यू वैकुण्ठनाथ महाकाल इंडिया उड़ीसा जगन्नाथपुरी के आए हुए हमारा मेहमान। कितना सुंदर नाम। आशीर्वाद प्रदान करें। माता सालराई देवी, मुक्तिनाथ भगवान पशुपतिनाथ शिवने वैकुंठनाथ जी और सकल परिवार को कल्याण करें। वैकुंठनाथ जी आपका ऋषि अर्जुन सारू सैना महिना रूपन्देही খালি বউটাকে নে না, ভালো লাগবে একটু বড় করে খালি বউ। আলু আলু চাটের মতো, চিকেন চাট। দিয়ে দিও না, সসটা দিয়ে মাখিয়ে দিও।